कपिलवस्तु जिल्लालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गराउने उद्देश्यका साथ चैत्राष्टमी अवसर पारेर तौली हवामा श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन गरिएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर 2 तौली हवा स्थित श्री बुद्ध पद्म माविको खेल मैदानमा चैत्र 17 देखि 25 गतेसम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो। महायज्ञको पहिलो दिन प्राचीन बाणगंगा नदीको रामघाटबाट महायज्ञ स्थलसम्म हात्ती रथ, झाँकी र बाजागाजा सहित 1008 कलश तथा शोभायात्रा गरिएको थियो। ठूलो संख्याका श्रद्धालुहरू कलश तथा शोभायात्रामा सरिक भई महायज्ञका लागि जल लिन रामघाटमा पुगेका थिए। 9 दिनसम्म चल्ने महायज्ञमा अयोध्या स्थित मानव धर्मस्थान संस्थानका अध्यक्ष आचार्य पण्डित रमोज वत्सजी महाराजबाट दैनिक कथा वाचन हुने जनाइएको छ। त्यसैगरी आचार्य राजेशजी महाराज, आचार्य कमलेशजी शास्त्री, आचार्य सत्यमजी महाराज, आचार्य पण्डित ऋतुराज शास्त्रीजी लगायतले दैनिक संगीत, भजन, गीत, प्राणायाम, यज्ञ मण्डपमा पूजा तथा हवन, महाआरती, संगीतमय रामकथा, धार्मिक लीला एवं झाँकी प्रदर्शन गर्नेछन्। हरेक वर्ष बम बम कावर जल यात्रामा प्रचलित रहँदै आएको सो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाका साथ 5 वर्षसम्म निरन्तरता दिने तयारी अनुरूप श्री राम कथा ज्ञान महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका सदस्य गणेशलाल कण्डले जानकारी दिनुभयो। यो कार्यक्रमको माध्यमबाट यो ठाउँलाई एउटा धर्म र संस्कृतिसँग जागेर्ना गराउँदै यो ठाउँलाई धार्मिक पर्यटकीय स्थलको रूपमा पनि हामीहरूले यसै माध्यमबाट हामीहरूले गर्न गइरहेको ठाउँलाई धार्मिक पर्यटकीय स्थलको रूपमा परिणत गर्न चाहन्छौँ र यो चाहिँ हामीहरूको 5 वर्षको लक्ष्य रहेको छ। 5 वर्षभित्र हामीहरूले चाहिँ यसलाई चाहिँ एकदम विशाल रूप दिने, जुन कि एउटा यो क्षेत्रमा इन्डिया, नेपाल आन्तरिक पर्यटकलाई लिएर र साथै यो क्षेत्रका अरू देशहरूबाट पनि यसलाई चाहिँ यहाँ एउटा हिन्दू धर्मको साथै हिन्दू र बौद्धिक धर्मको सम्पूर्ण आस्थावान व्यक्तिहरूलाई यो ठाउँमा ल्याएर हामीहरूले 1008 कलश तथा शोभायात्रा गरी बाणगंगा नदीबाट जल लिएर महायज्ञ स्थलसम्म पुगेर सुरु हुन थालेको महायज्ञले सनातन धर्म संरक्षण तथा भातृत्व र मेलमिलापको सन्देश दिने महायज्ञ मूल समारोह समितिका अध्यक्ष वीरेन्द्र चौधरीले बताउनुभयो। बुद्ध पदम माध्यमिक विद्यालयको प्राङ्गणबाट आज रामघाटको अर्जुनी बाणगंगामा दल बलको साथ हात्ती, घोडा अनि 101,008 कलशद्वारा हामीले कलश यात्राको लागि भर्खरै पुगेका छौँ। म सम्पूर्ण भक्तजनहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। जय श्री राम, जय श्री राम। यो हाम्रो यो पावन भूमि जुन बौद्ध भगवानदेखि लिएर तौलेश्वर नाथ र सबै ऋषि मुनिको यो स्थान, तर आज हामी बहुत पिछडिएका छौँ। आज यो सनातन धर्मको कसरी प्रचार प्रसार हामी गरौँ, कसरी हामी सबै हिन्दूमा जागरुक जगाउँ, यसको नाताले श्रीराम महायज्ञ यो जुन हाम्रो कमिटीले सोच्नुभयो यो बहुत राम्रो कुरा हो। आज हेर्नुहोस् हाम्रो यो समाजमा कति जागरुक आएछ। यसरी सालो साल यो जग हामी गर्नको लागि अनुरोध पनि गर्छौँ यो कमिटीलाई। ऋषि मुनिहरूको तपोभूमि, प्राचीन तौलेश्वरनाथ महादेवको मन्दिर र गौतम बुद्धको जीवनी जोडिएको कपिलवस्तु जिल्लाको प्रचार प्रसार तथा प्रवर्धनमा श्री राम कथा ज्ञान महायज्ञले सहयोग पुग्ने लुम्बिनी प्रदेश सभाका सदस्य मधुसूदन शरण चौधरीले बताउनुभयो।
कलश तथा शोभायात्रामा जिल्लाको विभिन्न स्थानबाट हिन्दू धर्ममा आस्था राख्ने ठूलो संख्यामा श्रद्धालु शरीक भएका थिए।